तपाईहरुको माग के छ, के हुनु पर्यो अब? हामीलाई सर्टिफिकेट केही पनि चाहिँदैन। हामीलाई हाम्रो टाइम यसै पनि लस भयो। हामीलाई हाम्रो पैसा फिर्ता रिटर्न चाहियो। हामीलाई उहाँहरूको यो सर्टिफिकेट उहाँले राख्नुहुन्छ, राख्नु हामीलाई मतलब पनि भएन। हामीलाई चाहिँ हाम्रो रिटर्न एक रुपियाँ आफैले नै हात जोडेर अफिसमै भन्नुभएको थियो, यदि यो सर्टिफिकेट रङ प्रुफ गर्न सक्नुहुन्छ भने हजुरहरूको एक रुपियाँ नखाइकन हामी पैसा फिर्ता गर्छौँ, रिटर्न गर्छौँ भनेर सबैको अगाडि प्लस रेकर्ड पनि छ। उहाँले भन्नुभएको छ त्यसरी नै हामीलाई नि त्यसरी नै पैसा रिटर्न गरिदिनु। गैर कानुनी गरेर चलाएर उस गरेको बापत उनीहरूलाई सजाय पनि हुन्छ। जुन चाहिँ अहिले युकेमा एउटा साथी गएर उसको चाहिँ त्यो युकेमा यो सर्टिफिकेट एक्सेप्ट नगरेपछि बल्ल यो कुरा निस्कियो नि त। उहाँहरूलाई चाहिँ कारबाही हुन पर्यो अनि यो मेडिको नेटवर्क चाहिँ रद्द हुनु पर्यो। तपाईहरु त पढ्ने बेलामा चाहिँ सुरुमा जाने बेलामा चाहिँ एफिलिएटेड त भन्यो हैन, अनि त्यसको आधिकारिकता के छ भनेर चाहिँ पहिला चेक गर्नुभयो कि गर्नु भएन कसैले? हो सर, हामीले सर्टिफिकेट देखाउनु न हजुरहरूको भन्दाखेरि चाहिँ हाम्रो यो प्राइभेट कुराहरू हो, हामी हजुरहरूलाई सर्टिफिकेट देखाउन सक्दैनौँ भन्ने कुरा गर्नुभएको हो के उहाँले। तपाईलाई ट्रस्ट चाहिँ के कारणले भएको? यति धेरै मान्छे हुनुहुन्न छ हैन? एडभर्टाइज धेरै तरिकाले गर्नुभएको छ, टिकटकको थ्रुबाट अझसम्म पनि पोस्ट नै गरिराख्नु भएको छ। इक्विपमेन्टहरू हामीसँग यस्तो यस्तो छ, युके एफिलिएटेड हो भनेर अझसम्म पनि त्यसरी नै गरिराख्नु भएको छ। तर यतिको मान्छेलाई कसरी झुक्क्यायो भन्ने कुरा भएको हो क्या तपाईहरु जतिको मान्छे? लिएर सबैमा रिभ्यू हेर्यौँ होइन, रिभ्यूमा चाहिँ एकदम राम्रो आएको थियो। तर त्यहाँ रिभ्यू कसरी दिँदो रहेछ भने हरेक स्टुडेन्टको पर्सनली मोबाइल मागेर उहाँहरू आफैले नै रिभ्यू दिनुहुँदो रहेछ के। हाम्रो पनि रिभ्यूको लागि उहाँ आफैले मोबाइल मागेर आफैले नै गुगलबाट रिभ्यू दिनुभएको थियो। अफिसमा गएर भेट्दाखेरि उहाँलाई डर भएछ, धम्की दिए जस्तो, अलिकति डर लागे जस्तो लागेर उहाँले शान्ति सुरक्षाको लागि जीप्रकामा गएर गैरपाटन जीप्रकामा गएर मुद्दा पनि के निवेदन पनि लेख्नु भएको छ अरे। तपाईहरुबाट असुरक्षित हुनुभयो अरे उहाँहरू? अब हामीले न के गर्नु न के त्यसै हामीले धम्की दियो भनेर चाहिँ फेरि केस पनि हाल्नु भएको छ अरे। लिएपछि एकदमै टर्चर, पैसाको लागि त्यो छोरी सिक्नको हो, पढ्नको हो, त्यो एकदमै ठुलो ठुलो कुरा गर्ने। फेक सर्टिफिकेट बनाइराख्नु भयो रहेछ उहाँहरूलाई त आतुरी भयो रहेछ, छिटो पैसा खाएर पुको फारे कता जाम भएको रहेछ उहाँहरूलाई। मलाई आज थाहा भयो होइन। तर एकदमै यो फेक आइडी के अरे सर्टिफिकेट बनाउने उहाँहरूलाई एकदमै कारबाही हुनै पर्छ। यसमा हामी पछि हट्दैन। र यहाँ सिटिभिटीको यो लोगो हो, यो सिटिभिटीको लोगो एकातिर अनि यो मेडिको नेटवर्क भन्ने कम्पनीको लोगो अर्कोतिर राखेर लोगोको यो हदसम्मको दुरुपयोग यो कम्पनीले गरेको छ। विद्यार्थीहरूको मुख्य कुरा, यो कम्पनी आफूले तालिम लिने बेलामा र प्रमाणपत्र जारी गर्ने बेलामा सिटिभिटीबाट सम्बन्धन स्वीकृति प्राप्त नभएको र युकेको पनि एफिलिएसनको डकुमेन्ट यो कम्पनीले पेश नगरेको हुँदाखेरि महँगो शुल्क तिरेर पढिएको तालिम लिएको त्यो विषयमा दिएको प्रमाणपत्र कागजको खोस्टो सरह भयो, समय बर्बाद भयो, पैसा बर्बाद भयो र हातलागे शून्य भयो भन्ने विद्यार्थीहरूको आशय थियो। त्यसपछि यो कम्पनीसँग सम्बन्धित कागजातहरू हामीले सिटिभिटीबाट मगाउँछौँ। त्यसपछि प्रारम्भिक हिसाबले बुझ्नको लागि यस मेडिको नेटवर्क नाम गरेको कम्पनीको सञ्चालक काजल श्रेष्ठलाई हामीले हाम्रो कार्यालयमा बोलाउँछौँ। त्यसपछि काजल श्रेष्ठ आउँछन्, विद्यार्थीहरू पनि आउँछन्। त्यसपछि सञ्चालकसँग विद्यार्थीहरू आक्रामक रूपमा प्रस्तुत हुन्छन्। तर म त सिटिभिटीकै एउटा पार्ट भएन। हुनु छैन म्याम, तपाईँ सिटिभिटीको पार्टै हुनुहुन्न, हामीले प्रुभ गरिदिइसक्यौँ। त्यो भइसकेपछि अब चाहिँ मेनली चाहिँ मैले पनि सल्लाहकारको सल्लाह लिनुपर्छ सर, किन भन्दा यत्रो मैले अब तपाईँले मिस्टेक देखाइ नै हाल्नुभयो। त्यो भइसकेपछि यत्रो टाइमसम्म हुँदैन, सल्लाह हुँदैन। ओ माइ गॉड, सिटिभिटीको तपाईँको पर्सनल सिटिभिटीको मान्छेलाई बोलाउनु, तपाईँको पर्सनल सल्लाहकारलाई बोलाउनु। सुरुमा कि त पहिला भन्नु पर्यो सिटिभिटीबाट सर्टिफिकेट आउँछ अनि हो त्यही अनुसारको कुरा गर्ने पनि अहिले आएर फेरि दुईवटा कुरा एउटा मान्छेको दुईटा फेस त देखाउनु भएन नि त। ओ माइ गॉड, मैले प्रुफ दिएको छैन, यिनीहरूले मलाई प्रुफ गर्न सक्दैनन्, यिनीहरूसँग सिर्फ मेरो बोली मात्र छ भन्ने छ कि म्यामलाई। लेभल 1 देखि लेभल 5 सम्म सिटिभिटीबाट सर्टिफिकेट आउने भनेर भन्नु भएको हो कि हैन? ल भन्नुस् त। सिटिभिटीबाट क्रिएट भइरहेको छ कि सोध्न जाँदाखेरि